हेलो साथीहरू नमस्ते। म चाहिँ आज काम छोडेर बसेको धेरै भएको थियो। धेरै लामो समय पछाडि चाहिँ काम छोडे पछाडि चाहिँ अहिले फेरि काम पाऊँ भनेर चाहिँ निवेदन गर्नलाई चाहिँ म खोयोङ नदोङ्बु भन्ने ठाउँ जान आँटेको छु। अहिले चाहिँ म यो गाडी पर्खिरहेको छु। यो चाहिँ कुरियाको छल्ला नाम्दो भन्ने ठाउँको फल्गियो भन्ने ठाउँ हो। म चाहिँ अलिकति भित्र छु, गाउँमा छु। के गर्ने साथीहरू, अब काम गर्दा गर्दै अब साउले काम धेरैजनालाई छैन। अब तिमी चाहिँ जाऊ भन्ने खालको कुरा गरे पछाडि अब निस्केको पनि काम छोडेको पनि अब 2 महिना लगभग हुनै आँट्यो। त्यस पछाडि चाहिँ अब फेरि अब काम पाऊँ भन्ने चाहिँ निवेदन गर्नुपर्छ। त्यसैको सिलसिलामा चाहिँ म अब निवेदन गर्न चाहिँ गइरहेको छु। अब गाडी पर्खिरहेको छु। गाडी कतिखेर आउँछ थाहा छैन। अब रोडमा छु, गाडी आएपछि जाने हो। धेरै टाढा पर्छ। त्यसपछि अब निवेदन गरेर आउँछु। यो चाहिँ मैले कुरिया आए पछाडिको फर्स्ट अनुभव हो। एक्लै होटलमा गएर खाना खाएको। प्राय साथीहरूसँग गइन्थ्यो, एक्लै गएको थिइनँ। योचोटि चाहिँ फर्स्ट टाइम आफै गएँ, आफै खाना खानु पऱ्यो। आफै भएको कारणले गर्दाखेरि यस्तै छ। के भन्ने परदेशको जिन्दगी साथीहरू, जे भन्नु त्यस्तै छ। यो चाहिँ धान हो। कोरियामा चाहिँ सबैभन्दा धेरै उत्पादन गर्ने चाहिँ धान अरे। धान पनि अत्याधिक भन्दा नि अत्याधिकै फल्दो रहेछ। तर भात चाहिँ त्यति मिठो नहुने यहाँको खासै चामल चाहिँ। नेपालको हाम्रोतिरको चाहिँ अलिकति मिठो टाइपको हुन्छ, अलिकति स्वाद हुन्छ। यहाँको चाहिँ मोटो मात्रै हुन्छ, त्यस्तो खासै स्वाद भएकै थाहै हुन्न। त्यस्तो खालको धान हो यो। खै किन हो, अब यस्तै छ गाइस। गाउँको बसाइ छ। अब गाउँ चाहिँ हेर्दा चाहिँ सुन्दर छ, राम्रो छ, शान्त छ। बस्तीहरू पनि छ। तर के गर्ने, कामले पो मार्यो गाइस, कामले। यस्तै छ। अब परदेशको जीवन यस्तै छ साथीहरू।